पानी परेर फर्किनु पर्ने भयो, किनकि धेरै ठुलो पानी पऱ्यो भने चाहिँ बिचमा कुनै खोलामा पुल छैन अनि पुरै खोला क्रस गर्न सकिँदैन भनेर आयो। तर पानी रोक्यो अहिले अलि। हजुरहरूलाई एमपी ब्लग्समा फेरि स्वागत छ। हामी चाहिँ एउटा नयाँ झरनामा जाँदैछौँ आज, जुन झरनामा चाहिँ आजसम्म कोही पनि पुगेको छैन जस्तो लाग्छ। सायद हामीले पनि अहिलेसम्म सोसियल मिडिया कहीँ पनि त्यो झरनाको भिडियो देखाएको छैनौँ। अब कहाँ हो चाहिँ अहिले एकछिनमा थाहा हुन्छ है। हामी चाहिँ अहिले बेत्रावतीबाट ठ्याक्कै हिँड्यौँ। बेत्रावतीबाट चाहिँ हामी अहिले 10:45 हिँड्दैछौँ। यहाँ यता बाइक छ, भाइ छ सँगै, भाइ चाहिँ उता गएको छ। अब हेरौँ कति बेला पुगेर हामी फर्किन्छौँ। जस एकदम राम्रो छ होला नि। ल हामी चाहिँ अहिले ठ्याक्कै यो भाङ्गे झरना जाने ठाउँनेरि आएका छौँ। अब यहाँबाट सिधै गयो भने चाहिँ भाङ्गे झरनाको खेतमा पुगिन्छ भने यहाँबाट माथि गयो भने चाहिँ भाङ्गे झरनाको भ्यू पोइन्टमा पुगिन्छ। अब हामी जाने बाटो चाहिँ यता माथि नै हो। गर्न हिँड्दैछौँ। र हामी चाहिँ अहिले यो पैडे गाउँमा आएका छौँ। अब यो पैडे गाउँबाट चाहिँ हामी अर्कै बाटो जानुपर्ने हुन्छ ठुलो गाउँपट्टिको। अनि यहाँबाट सिधै गयो भने चाहिँ भाङ्गे झरनाको भ्यू पोइन्टमा पुगिन्छ भने हामी चाहिँ अब त्यो भाङ्गे झरना नभइकन अर्को झरनामा को एक्सप्लोर गर्न जाँदैछौँ। त्यही भएर हामी अब यहाँबाट बाटो अर्कैतिर लाग्नुपर्ने हुन्छ। तपाईँहरू भाङ्गे झरना जानुहुन्छ भने चाहिँ उत्तरे गाउँपालिका वडा नम्बर 2पट्टि जानुपर्छ भने हामी चाहिँ 3पट्टि नै जान्छौँ होइन। अब यहाँबाट सिधा गए भाङ्गे झरनाको भ्यू पोइन्ट गइन्छ भने हामी चाहिँ अब यतातिर मोडियम। ल बाँकी भिडियो अब बिस्तारै तपाईँहरूलाई देखाउँदै जानेछौँ। हामी चाहिँ यो पैडे गाउँ र ठुलो गाउँको ठ्याक्कै सिमानामा आएका छौँ। यो खोला क्रस गरेपछि ठुलो गाउँ सुरु हुन्छ। सायद हामी यही खोलाकै माथि झरनामा जाने जस्तो लाग्छ। यहाँ एउटा ब्रिज पनि छ। अनि अब हामी चाहिँ ठुलो गाउँको छेउछाउ पुगेका छौँ। अब तपाईँहरूलाई देखाउँछौँ कस्तो राम्रो छ रसुवाको गाउँहरू। ठुलो गाउँ हुँदा चाहिँ झरनामा आएका छौँ। बाटो चाहिँ छैन यहाँ, पुरै खोलाबाट हिँड्यौँ हामी है। त्यो चाहिँ भाइ चाहिँ राइडर हो, उसले जहाँ पनि हाल्छ। त्यही भएर खोला बाटो चाहिँदैन, बाटो चाहिँदैन हामीलाई। अरू त एकदम दामी छ अहिलेसम्म। अब म तपाईँहरूलाई यहाँ अब एउटा भिरमौरी छ यो ढुङ्गामा, त्यो पनि देखाउँछु एकछिनमा। अहिले चाहिँ हामी यहाँको झरना अनि खोलाको एउटा एकदम इन्जोय गरेर एकदम मौसममा मस्त पारा छ। तपाईँहरूलाई एउटा एकदम खतरा चिज देखाउँछु। त्यो चिज चाहिँ यहाँ माथि ढुङ्गामा छ है। यो ढुङ्गामा रहेको चाहिँ भिरमौरी हो होइन। ठ्याक्कै ठुलो गाउँमा आएका छ मैले। यो चाहिँ ठुलो गाउँ भन्ने हो। अब यहाँबाट अलि कतासम्म बाइक जान्छ, त्यसपछि हामी हिँड्न पर्ने हुन्छ। यो चाहिँ ठुलो गाउँको ठुलो आँगन हो, तर यसलाई चाहिँ सानो नै देख्छौँ। यहाँ चाहिँ सबैजना आफ्नै काममा व्यस्त छन्। कोही के गर्ने, कोही के गर्ने।
तल देखिएको गाउँ चाहिँ रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर 3 मा पर्ने ठुलो गाउँ हो। यहाँ चाहिँ तामाङ समुदायको बहुल्यता छ। तामाङहरू धेरै बस्छन्, अरू पनि जात जातिहरू छन्। यो पारी पनि रसुवा नै हो, यो पनि रसुवा नै हो। तल बगिरहेको देख्नु भएको चाहिँ त्रिशुली नदी हो। त्यहाँ चाहिँ सब स्टेसन पनि छ, यो तल देख्न सकिन्छ यहाँबाट। अनि उता त्यो परको डाँडो चाहिँ यो डाँडो र यो डाँडो चाहिँ नुवाकोट हो, यो र यतापट्टिको चाहिँ रसुवा हो। ल हामी चाहिँ एउटा यस्तो दामी ठाउँमा आइपुगेका छौँ कि जहाँ बाटै छैन के। एउटा स्कर्पियो पनि हामी सँगसँगै अगाडि छ। बाटो चाहिँ छैन यहाँ, बाटो चाहिँ खोज्नुपर्छ। बाटो कहाँ छ यहाँ बाटो? बाटो कहाँसम्म पुगेको छ? त्यो झर्नामा जानु खोज्यो हो क्या? ए झर्ना त्यो त्यहाँ होइन, त्यहाँ रोड छ, रोडबाट जानु नि। त्यहाँ बाटो फेरि बाटो यस्तै झाडी छ कि गोल्टो बाटो देख्छ? अलिक झाडी। हामी त्यही गरेर अब पार्टनर हो क्या भाइहरूको? ल थ्याङ्क यू भाइ, थ्याङ्क यू। यहाँ हाम्रो चाहिँ अघि एउटा डग छ होइन, त्यसले चाहिँ अब हामी रोक्यो भने त्यो पनि रोकिन्छ। अनि हामी हिँडेपछि मात्र हिँड्छ। अब कहाँ जानु लाग्यो केही थाहा छैन है। त हामी त्यसको पछि हिँडिरहेको छौँ। यसले अब जहाँ लान्छ आज हामी त्यहीँ जानेवाला छ। तर यसले बाटोमा बिस्तारै हिँडेर हामीलाई अड्काइदियो क्या। बाटो चाहिँ हेर्नु यहाँ बवाल छ। अनि हिँड्दै जाँदा चाहिँ अगाडि एउटा डग भेटेर यसको पछि हिँड्दैछौँ। अब झर्नासम्म पुग्न लाग्यौँ, आवाज सुनिरहेछौँ। अब एकछिनमा पुग्छौँ। मलाई हेलो भन्दै केटा, हेलो। ल है त अगाडि अब यो पनि पछि जान्छ होला हामीसँग झर्नासँग। धेरै ठाउँमा बाइकबाट ओर्लिनु परिरहेको छ, बाटो एकदम खतरनाक भएर। यो चाहिँ यस्तो ठुलो ढुङ्गा छ है, यति अल्गो छ कि फोनमा त सानो देखिरहेको छ, तर रियलमा त एकदम भगाउनु पऱ्यो र मेरो हालत त्यस्तो पसिना आइसकेछ पुरै। भाइ अगाडि पुग्यो। ल हामी चाहिँ अब झर्नाको नजिक आइसकेका छौँ। Hey doggy, my dog is here. Hey guys. यो चाहिँ हाम्रो गाइड हो आजको लागि। यो गाइडले चाहिँ हामी जहाँ जहाँ गयो त्यही त छोडिरहेको छ। म हिँड्दै आउँदा चाहिँ आएन, बाइक आएपछि चाहिँ पछि आइरहेको छ क्या। हामी चाहिँ जहाँसम्म बाइक आइपिन्छ त्यहाँसम्म आइपुगेका छौँ। अब यहाँ चाहिँ हामी एकछिन हिँड्न पर्ने हुन्छ होइन भाइ? अहिलेसम्म कस्तो लाग्यो? बाटो एडभेन्चरस छ होइन। भ्यू चाहिँ फेरि यो वाला छ क्या। खुल्या भए चाहिँ अझै 360 चाहिँ बबाल देखिने। तर हामी आउने त्यही पानीले पनि स्वागत गर्थ्यो, त्यही चाहिँ अलिकता ऊ भयो, अरू होइन त्यस्तै हो।
चाहिँ यात्रामै छौँ अहिले चाहिँ हामी बाइक राखेर झन्डै 5-10 मिनट हिँडिसक्यौँ। झर्नाको जस्ट साउन्ड मात्र सुनिरहेको छ, देखा नि छैन मैले चाहिँ। हुस्सु लागेर त्यहाँ पुगेपछि चाहिँ सबै क्लियर हुन्छ भन्ने चाहिँ हाम्रो आशा छ। हेरौँ अब मौसमले साथ दियो भने त्यो पनि पुरा हुन्छ। अनि तलको भ्यू चाहिँ यस्तो दामी देखाएको छ है, जुन चाहिँ हामीले तपाईँहरूलाई यो फोनमा कैद गरेर देखाउन सक्दैनौँ। त्यो भ्यू हेर्न चाहिँ यहीँ आउनुपर्छ तपाईँहरू। धेरै टाढा छैन, बेत्राउतीबाट झन्डै अहिले टाइम कति भयो भाइ? यहाँबाट घर छ, यो चाहिँ घर जाने बाटो यता भयो। 12-10 हामी चाहिँ अब झर्नाको लागि यता जानुपर्ने हुन्छ। ल भाइ अगाडि बढौँ, लेट्स गो। थाहा छैन तर यतै होला भनेर हिँडेका छौँ। यहाँ जान्ने मन्दिर अघि हिँडेको, हामी चाहिँ यता आयौँ। लाखा बाटो अन्त्य रहेछ अनि कुकुर अघि गयो, अब त्यसको पछि लाग्नुपर्ने अवस्था आइरहेको छ। आजको हाम्रो साथी हो, यसले चाहिँ हामीलाई बाटो देखाएर यो झर्नासम्म बोकेर आएको छ। झर्ना चाहिँ तपाईँहरूलाई एकछिनमा देखाउँछौँ। हामी चाहिँ उकालो बाटो हिँडेर एकछिन रेस्ट गरेर बसिरहेको छौँ। हामी चाहिँ 1-2 ठाउँमा बाटो भुलेर अन्त्यतिर पुगेका थियौँ, तर यो कुकुर हाम्रो पछि आएर अनि फेरि फर्केर त्यो बाटोतिर बोकेर गयो। हामीले चाहिँ यसलाई तल आउँदाखेरि एउटा घरमा, रोड छेउमा घरमा देखाएको थियौँ अनि हामी बाइकमा आयौँ, तर यो कुकुर चाहिँ पछि आइरहेको रहेछ। अनि हामी बाइक रोकेपछि चाहिँ यसलाई देख्यौँ। अनि त्यसपछि यो हाम्रो अहिले पछि अघि हिँडिरहेको छ, हामीलाई बाटो देखाउँदै। तपाईँहरूलाई चाहिँ घर बसेर यो भिडियो हेर्न मजा आइरहेको होला, तर हामीलाई चाहिँ यो भिडियो बनाउनलाई धेरै नै गाह्रो अवस्था परिरहेको छ। यस्तो छ बाटो है। तर गोरेटो बाटो ढुङ्गा छापे बाटो रहेछ त, त्यही पनि झाडी चाहिँ लास्टै छ। सर्भाइभल हिँडेको जस्तो फिल भइरहेको। वाइल्ड भर्सेस के अरे म्यान भर्सेस वाइल्ड। त्यसमा भन्दा नि आर्मीको ट्रेनिङमा सर्भाइभल ट्रेनिङको लागि जङ्गल पठाउनेवाला त्यस्तै पारा आइरहेको यहाँ अहिले। हामीले चाहिँ बाटो भुल्यौँ, बाटो खोजेको कतै छैन। बाटो छ तर यो यता गयो कि उता गयो नि हेर्न मिल्दैन झाडी भएर। भाइ चाहिँ अब फर्क्यौँ भन्दैछ, अब फर्किने कि अगाडि बढ्ने कि अब केही थाहा छैन। यो गाइड त अहिलेसम्म अघि लागेको थियो, अहिले हेरेन बाटो बिर्से जस्तो छ, पछि हिँडिरहेको छ। जुगाले टोकेर खुट्टाको हालत बेहाल भइसकेको छ। अब झर्ना चाहिँ एकल हेरौँ भने हो, खै अब के हो देखेर लाग्दो छैन। एक्सपिरियन्स अहिलेसम्ममा एडभेन्चरस छ। यो कहाँ जङ्गल झाडी बाटो पुरै गोरेटो बाटो छ, तर पुरै यो झाडीले चाहिँ पुरै बाटो पुरै ब्लक छ। एकदम जोगिँदै हिँड्नुपर्ने खाले छ, जुगा त्यस्तै धेरै लागिरहेछ। अनि हामी आउँदाखेरि रोडको कन्डिसन नि पुरै रोडभरि झाडी नै झाडी, मान्छेको आधी बराबरको झाडीको ऊ थियो कि। ल अब चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरू झर्ना, हेर्नुहोस्। ल यो झर्ना हो हामी हेर्न आएको। यत्रो दुःख गरेर पानी कम भएर अलि त्यति साह्रो I see the light inside you, brighter than the skies. Hold on, just let us escape and fly away tonight. We have the world in our sight, and I know together we'll be alright. Can you see forever we will go? चाहिँ
पानी परेर फर्किनुपर्ने भयो किनकि धेरै ठुलो पानी पऱ्यो भने चाहिँ बिचमा कुनै खोलामा पुल छैन अनि पुरै खोला क्रस गर्न सकिँदैन भनेर आयो तर पानी रोक्यो अहिले अलि यहाँ भाइ चाहिँ खुट्टामा पुरै जुगाले टोकेको छ मेरो पनि एकदम रगत छ खुट्टाभरि एकदम अल्को जुत्ता लगाएर आउनुहुन्छ भने गमबुट लगाएर आउनु होला अनि ठाउँ चाहिँ एकदम खतरा छ हाम्रो घरपेटबाट हेर्दा चाहिँ यहाँ पुरै यस्तो भिरालो देखिन्थ्यो तर यहाँ चाहिँ पुरै यस्तो सम्म छ क्या हेर्नु न पुरै सम्म छ क्या टार पुरै अनि एउटा स्कर्पियो यहाँसम्म आइपरेछ रात बाँड्नको लागि यहाँ भाइ छ भाइलाई चाहिँ खतरा देखाएको छ बाइक सेतो मान्छे हरियो अनि पछाडिको ब्याकग्राउन्ड हरियो म चाहिँ यस्तो खैरो हो कि के कलर भन्छ र त्यस्तो छु अब हामी एउटा हिँड्छौँ भाइलाई कस्तो भयो अहिलेसम्मको एडभेन्चरस झर्ना चाहिँ जे होस् अब अल्को फेदमा पुग्नु सकेनौँ हामी साइडबाट हेर्नु पऱ्यो अरू चाहिँ एकदम खतरै लाग्यो है बाटो चाहिँ एकदम बवाल अनि हाम्रो डगिज ब्रो चाहिँ यहाँ उसको घर यतै हो अनि हामीलाई चाहिँ उसले भुकेर बाई गरेको छ हामीले नि बाई भन्यौँ त्यही हो है त अब हामी एउटा अगाडि बढ्छौँ